दबिएका महिलाहरूको आवाज हामी आफै उठाउँ। महिला सशक्तिकरण अभियानमा टेवा पुर्याउँ। नमस्कार, म सृजना थापा मगर, प्रतियोगी नम्बर 5, स्थायी ठेगाना नुवाकोट, जन्म धादिङ अनि हाल काठमाडौँ तारकेश्वरबाट। म पेसाले एक फेसन डिजाइनर हुँ। मेरो रुचि भनेको आफ्नो पेसाप्रतिको ज्ञानहरू हासिल गर्नु हो। मेरो उद्देश्य भनेको सामाजिक कार्यहरू गर्दै एक सफल डिजाइनर बन्नु हो। मिसेस हिमालयन नेपाल 2025 सहभागिता जनाउनुको कारण आफूमा भित्र रहेको प्रतिभाहरू प्रस्तुत गर्नुका साथै यहाँ नजानेका केही ज्ञानहरू हासिल गर्नु हो। धन्यवाद। मिसेस हिमालयन नेपाल 2025 को टप 7 चाहनुहुन्छ भने मलाई तल दिएको QR कोडमा स्क्यान गरी भोट गरेर सहयोग गरिदिनु होला।